वरिपरि। त्यसकारण तपाईहरु यो ठाउँमा नबस्दिनु हुनको लागि म हार्दिक अनुरोध गर्छु। आजलाई यो स्थानमा हामीले भेला जम्मा हुने कुनै कार्यक्रम छैन तसर्थ यहाँहरु यहाँ कुनै पनि किसिमको भेला जम्मा नभइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। स्थानमा भेला जम्मा नभइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। माइतीघर मण्डलमा कुनै पनि किसिमको भेला जम्मा छैन। त्यस कारणले म यहाँहरूलाई अनुरोध गर्दछु हाम्रो यो स्थानमा शान्ति सुरक्षालाई मन्त्री अनुरोध गर्दछु। आज माइतीघर मण्डलमा कुनै पनि किसिमको भेला जम्मा नभएको बेहोरा म यहाँ निवेदन गर्न चाहन्छु। कुनै पनि किसिमको भेला जम्मा नभएको बेहोरा म यहाँलाई अनुरोध गर्न चाहन्छु। सबले हेर्नु यहाँ आज चिफ गेस्ट केपी छ है माइतीघर मण्डलमा आज कसैको पनि मैले यहाँलाई अनुरोध गर्न चाहन्छु। शान्ति सुरक्षालाई मध्यनजर राख्दै यहाँहरूलाई म कसैलाई कसैको पनि भेला जम्मा नभएको बेहोरा म निवेदन गर्न चाहन्छु। पटक पटक म अनुरोध गर्न चाहन्छु। हाम्रो यहाँ यो के को लागि हो त यो केपी होइन जो चाहिँ म चाहिँ देश चोर चिफ गेस्टमा केपी ओली हुँदैन नि होइन चिफ गेस्टमा केपी त हुँदैन। पुलिस एमालेको पुलिस हुन्छ हामीसँग रेकर्ड छ सिनियर साहबले भनिसकेछ पुलिसले के पनि गर्दैन। त्यही भएर पुलिसले पहिला छोड्यो भने हामी गाडी किन यहाँ गाडी चाहिँ बस्नु भन्दा भेला जम्मा नभइदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। म यहाँलाई अनुरोध गर्दछु कुनै पनि किसिमको भेला जम्मा नभइदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। कस्तो भने हामी एकछिन केपीलाई लिएर आउने अरे केपी मुजी हैनको लागि यत्रो आइरहेछ अनि हाम्रो लागि खै त आएको अहिलेसम्म यसरी गोली हानेर अहिले यसै गरिरहेछ। दिने हो कि कसले दिने हो हामीलाई थाहा छैन त्यो कुरा। हामीलाई न्याय चाहियो भनेर हो कि हामी यहाँ माइतीघर मण्डलमा आज र भोलि कुनै पार्टी पनि शान्तिपूर्ण हुन्छ कसैले केही भन्दैन हामी बोल्दैनौँ चुपचाप पुलिस भन्दा हिजो एउटा आउटरेसमा भएको पुलिसले भनेर आएर प्रचार प्रसार गरेर गयो मलाई हिजो पुलिस के को साथी हुनु सबैजना सबै गर्नु पर्यो नि त समर्थन दिनु पर्यो अर्का रेडी भयो अति गर्छ त पुलिसले पनि अनि एमालेको पार्टीबाट छ एमालेको उ गर्दै दिने होइन क्या यहाँ जसमा पनि गरौँ त्यसै गरौँ उता गरेर गरौँ त्यसलाई त युवालाई चुकाउनको लागि बनाउँदै छ क्या सडकमै जा भनेर भने अनि अझै हाम्रो फेरि भित्र जाँदाखेरि के सडकमै जा सडकमा खाइदियो फोर्स हो क्या होइन युवा जुटाउने खालको फोर्स हो राजनीतिको नाममा विचारको नाममा सेन्टरमा हाम्रो उपस्थित हुनुपर्छ भने किन जुटाउन ल्याएको त यो केपीलाई कसैले यो चाहिँ के खान राखेको क्या यो भेला थियो नि त यहाँ त हामीले त अस्तिदेखि नै भनिरहेको थियो नि चाहिँ हाम्रो त भ्यू बच्चा भनेको छ कहाँ गरेछ यस्तो बनायो यो केपीलाई सिडिओको त्यो ऊ के अरे त्यसलाई अनि महेश बग्देकोहरूलाई किन चोर माग्थ्यो। अब देशमा शान्ति चाहियो उनीहरूले शान्ति भङ्ग गर्न आउन पाइन्छ पहिला हात उनीहरूले हालेको पहिला हात उनीहरूले हालेको उनीहरूले गरेछ पहिला